यो मान्छे छ नि गाइज, यो मान्छे चाहिँ होइन जो मागेर खान्छ नि तिनीहरूको लागि चाहिँ होइन गतिलो जवाब बनेर आएको छ क्या, गतिलो जवाब दिएको छ भनौँ। यो मान्छेको हातै छैन दुईवटा, यसले आफ्नो दैनिक कार्य सबै गर्छ, खाना बनाउने, ओछ्यान मिलाउने, ब्रस गर्ने, भाँडा धुने, तरकारी पकाउने। अचम्म लाग्यो मलाई यो देखेर होइन। हामी के भन्छ, हामी दुईटै हात हुँदा पनि खुट्टा हुँदा पनि हामीले अल्छी मान्छौँ, गर्न मन लाग्दैन। तर यो मान्छेको स्ट्रगल के, यो मान्छेको मेहनत के माने मैले। तर यो भिडियो चाहिँ इन्डियाको हो होइन। तर इन्डियामा चाहिँ भन्ने गरिन्छ, हाम्रो नेपालीहरूले भन्छ कि प्रायः जसोले भन्छ होइन, इन्डिया जो जाने आउने मान्छेहरू नेपालमा जति जनसङ्ख्या छ त्यति त भिखारी छ भन्छ कि इन्डियामा। अब त्यो होला पनि कि होइन, तपाईँ जानुहोस् न बस स्टेसनमा, रेलवेमा, बाटोमा कति भेटिन्छ कति। तर हाम्रो नेपालमा छैन नि। हाम्रो नेपालमा माग्नेहरू छन्, त्यो पनि इन्डियाबाट आएको छ। तर नेपालमा को छ माग्ने भने एकदमै कुनै अब कसैको केही पनि छैन। म प्रतिशतमा कुरा गर्दा मेरो अनुभवमा होइन, म पनि नेपाल सबै लगभग प्रायः जसो सबै त नभनौँ, प्रायः जसो चर्चित ठाउँ सबै घुमेकै मान्छे हो। मैले चाहिँ नेपालीहरूले मागेको चाहिँ मैले लगभग ना बराबर भनौँ क्या, देखेकै छैन जस्तो। त्यस्तो अब 1% होला होइन, त्यस्तो छँदै छैन।